अमेरिका र विश्व शक्तिहरूको रणनीतिक प्रतिस्पर्धाको सन्दर्भमा नेपाल पनि नयाँ प्रकारको भूराजनीतिक खेलको केन्द्र बन्न सक्ने खतरा बढ्दै गएको छ। विश्लेषकहरूका अनुसार भारत र चीनलाई सन्तुलनमा राख्ने रणनीति अन्तर्गत अमेरिकाले नेपालमा आफ्नो प्रभाव पुनः मजबुत बनाउने प्रयास गरिरहेको संकेत देखिन्छ। केही राजनीतिक घटनाक्रम आन्दोलनदेखि निर्वाचनसम्मका गतिविधिहरूलाई पनि यही व्यापक रणनीतिक खेलहरू प्रष्टै देखिन्छ। यस सन्दर्भमा काठमाडौँ महानगरका पूर्व मेयर एवं नयाँ प्रधानमन्त्रीको रूपमा अगाडि देखा परेका बालेन शाह र नेपाली कांग्रेसका सभापति नेता गगन थापासम्मका व्यक्तिहरू प्रयोग गरिएका छन्। यो परिदृश्य देख्दा नेपाल नयाँ युक्रेन बन्ने हो कि भन्ने त्रास आम नेपालीहरूमा रहेको छ। यसैबीच यदि छिमेकी राष्ट्रहरू बीचको अविश्वास बढ्दै गयो भने त्यसको प्रत्यक्ष असर नेपालमा पर्न सक्ने चिन्ता पनि व्यक्त भइरहेको छ। दक्षिणतर्फबाट पुनः नाकाबन्दीको जोखिमै बेला सुरक्षा गतिविधि वा सैन्य अपरेसन हुन सक्ने आशंका पनि छ। यद्यपि यस्ता सम्भावनाबारे आधिकारिक पुष्टि भने नभएको विश्लेषकहरू बताउँछन्।